यहाँ हाम्रो महेन्द्र देशको लागि 1 घण्टा दिने कि नदिने? त्यो 1 घण्टा के को लागि होला? भोट हाल्नको लागि। एक जुगमा यस्तो मौका आएको छ तपाईँ हामीलाई चाहिँ। प्रकाशजीले नि अघि माथि गैरीगाउँमा भन्नुभयो, पहिलो पटक नेपालको इतिहासमा जनताले हामी साँच्चै स्वतन्त्र छौँ है भनेर अनुभव गर्नुभएको छ। त्यो कसले बनाएको हो? राष्ट्रिय स्वतन्त्र पार्टीले। अब हामी पुराना मिठा कुराहरू झुटा कुराहरू हामीले बुझिसक्यौँ। अब हाम्रो मतको चाहिँ महत्त्व यति धेरै रहेछ कि साँच्चै फागुन 21 गते हामीले चाहिँ इतिहास बनाउने मौका पाएका छौँ र त्यो मौका चाहिँ हामीले गुमाउँदैनौँ भनेर बागलुङ क्षेत्र नम्बर 1 का 37 वडा 98,000 भन्दा बढी चाहिँ हाम्रो मतदाताहरू हुन्छ। सबैसँग त भेट्ने मौका मेरो मिलेन। मैले भनिहालेँ जति जुन ठाउँमा गयो उहाँहरू चाहिँ अधिकांशले चाहिँ हामी चाहिँ मत योपालि